यो देशको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन। म आग्रह गर्न चाहे, राष्ट्रियता भनेको भूगोल र माटो मात्र होइन, सचेत एकीकृत भावना सहितको जनताको भावना हो। त्यसो भएको हुनाले आज त्यो भावनामाथि कुठाराघात भएको छ। सम्मानीय सदनमा देशको कार्यकारी प्रधानमन्त्री बालेन्द्र शाह बालनज्यूले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति हो सभामुख महोदय। त्यही अभिव्यक्तिका कारणले आज सुस्तामा एसएसबी भारतीयहरू सीमामा चाहिँ द्वन्द्व गरिरहेका छन्, सीमा क्रस गरिरहेका छन्, जनतामाथि खेलवाड गरिरहेका छन्, नेपाली भूमिमाथि कब्जा गर्न खोजिरहेका छन्। यद्यपि सुस्ता 40,980 हेक्टर जमिन, त्यो क्षेत्रको झन्डै 36.26 हेक्टर जमिन, 14,860 हेक्टर जमिन भारतले कब्जा गरेर राखेको छ। त्यो भूमि एकातिर हामीले फिर्ता पाउनु पर्ने छ भने यो अभिव्यक्तिका कारणले उनीहरू झन् उत्साहित भएर झन् सुस्तावासीमाथि आक्रमण गरिरहेको परिवेश हामी देखिरहेका छौँ। त्यस कारणले हामी कुनै पनि हालतमा आफ्नो भूमि, खैर त्यो लिपुलेक लिम्पियाधुरा कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौँ। म हार्दिक आग्रह गर्न चाहन्छु सभामुख महोदय।